गाइस हामी चाहिँ यो कुलेखानी ड्यामको हिल लज भन्नेमा आएर बसेको छौँ। यहाँ चाहिँ आज हामी चाहिँ कुलेखानीको यो चाहिँ हामी बसेको रुम हो। यहाँ माथिको भ्यू चाहिँ यस्तो छ गाइस। राति चाहिँ यहाँदेखि अब कुलेखानी ड्यामको भ्यूजहरू यस्तो देख्दो रहेछ है। वरिपरि बत्ती झलमल आकाशमा तारा लागेको जस्तो मात्रै। भोलि बिहानको भ्यू चाहिँ म देखाउने छु कस्तो हुन्छ। अहिले चाहिँ यहाँ मुनि गएर एकछिन मनोरञ्जन गर्ने होइन, डान्स पनि गर्ने हो कि गर्ने हो। लजौँ यो चाहिँ मेरो छम्मा मम्मा पारी डाँडातिर यस्तो छ है रातिको है। हामी चाहिँ यहाँ माथि बसेका छौँ। यो चाहिँ रिसेप्सन प्लस अब यो चाहिँ रिसेप्सन बाहिरको भ्यूज। यहाँ चाहिँ अब बिहान चाहिँ घाम लाग्दाखेरि चाहिँ घाम ताप्ने होइन, मस्त ठाउँ होइन। यहाँनिर ऊ के भन्छ यो चाहिँ रुखमा के पो लगाएर यो बत्ती होइन, यो के भन्छ यो खेल्ने स्विङ जस्तो। यसको भ्यू चाहिँ यस्तो देख्छ गाइस। भोलि बिहान पनि यहाँको भ्यूजहरू म देखाउने छु। अहिले चाहिँ नाइट भ्यूज चाहिँ यस्तो देखिन्छ है। हेलो गाइस, नमस्ते सबैजनालाई। दिस इज दिल राई, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म बिहानै यहाँको यो कुलेखानीको ड्यामको रिसोर्ट हिल लज भन्ने रिसोर्टमा छौँ। आज चाहिँ यहाँको कुलेखानीको वरिपरिको दृश्यहरू म तपाईँलाई देखाउँछु। अहिले एकछिनमा म यहाँदेखि खाजा खाएर निस्किने। अनि यहाँनिर चाहिँ ड्याम, ठुलो ड्याम छ। कुलेखानी जलविद्युतकोले बनाएको ड्याम हो। यो चाहिँ आर्टिफिसियल हो, बट यहाँ चाहिँ अब राम्रो टुरिस्टहरू प्लेसको लागि लेक घुम्ने ठाउँहरू भएको छ। तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ। अनि अहिले एकछिनमा चाहिँ अब तल ड्याममा जाने हो। अनि बोटबाट गएन भने बाइकमा जाने। अनि त्यस पछाडि यहाँनिर के अरे हो यता मोहिनी झरनामा जाने। मोहिनी झरना पछाडि त्यहाँदेखि यो माथि भेडा फार्म छ, भेडा फार्मतिर घुम्ने। सबै त्यताको दृश्यहरू म हजुर देखाउँछु। मेरो भिडियोलाई चाहिँ कन्टिन्यू हेर्नु होला। यो चाहिँ कुलेखानीको ड्याम है। यहाँ माथिबाट देखिने दृश्य चाहिँ यस्तो छ। पारी पनि रिसोर्टहरू धेरै रहेछ। हामी चाहिँ यो हिल लज भन्नेमा यहाँनिर बसेका छौँ। यो यहाँनिर चाहिँ अब खाना बस्न यहाँको चाहिँ अब रुमहरू पनि राम्रो लाग्यो मलाई। यहाँनिर फायर क्याम्पिङ गर्नु पनि हुने रहेछ। अनि यहाँनिर बस्ने, बिहानै घाम ताप्ने होइन, यस्तो ठाउँहरू छ।
गाइस यहाँ चाहिँ फोटो सिजन हुँदैछ अब पिक्चर सिजन अनि अब यहाँसम्म पानी जमेको छ क्या यसको चाहिँ है यो चाहिँ यताबाट आउने खोला पनि हो कि के हो कृष्ण है यहाँदेखि चाहिँ माथिबाट खोला पनि आउँदो रहेछ अनि अरू धेरै ठाउँबाट आउने होला नि पारीबाट पनि आउने होला हैन अनि त्यसको पानी चाहिँ यहाँनिर जमाएर कोलेखानी ड्याम भएको यहाँको गाउँहरू चाहिँ यस्तो छ यो पारी टावर रहेछ यो गाउँको नाम के हो यो ठुलो देखिँदै गरेको रुख चाहिँ सिम्बलको रुख सिम्बलको रुख रहेछ कृष्ण यो सिम्बल हो यहाँ फुलिरहेको देखिरहेको छ भने यस्तो छ हामी चाहिँ यहाँनिर एकछिन फोटो सिजन गरेको एकछिन फोटोसोटो खिच्ने चिया कफी पिउने अनि ब्रेकफास्ट गर्ने त्यस पछाडि चाहिँ यहाँदेखि अब हामी घुम्न निस्किन्छौँ हाम्रो प्लान त त्यो छ हिजो आएर आज हामी चाहिँ यहाँनिर बस्यौँ अब आजको नेक्स्ट डेस्टिनेसन चाहिँ हामी बेलुका दामन नजाने हो गाइस म तपाईँलाई दामनको पनि भिडियो हाल्नेछु है मेरो दामनको भिडियो पनि आउँछ त्यसमा जसले दामनको के कस्तो छ म त्यहाँनिर अब मैले देखे जति अब देखाउन सक्ने जति म हजुरलाई पनि देखाउने छु मेरो भिडियोलाई कन्टिन्यू गर्ने होला भयो भिडियो ओके हो खै उता यता यता मान्छे नदेख्नु कुलेखानी ड्याम गाइस क्यामेराम्यान क्यामेराम्यान हो माथि बसेको रुम हामी बसेको रुम यता चाहिँ ब्याग बान्दैछन् भ्लग मास्टर कस्तो लाग्यो रमाइलो फिल भइरहेछ क्यामेराम्यानलाई नि ठिकै लाग्यो गाइस अरू यस्तै हो भ्लग बनाउँदै गरौँला क्यामेराम्यानले माथिबाट दिल right rock होइन बाबाई गाइस हामी चाहिँ अब कुलेखानीको हिल रिसर्टमा बसेर अब फर्केको होइन यस अब हामी बिस्तारै जाउँ बिस्तारै ओह्रालो छ बाटो अप्ठ्यारो छ यतिको बाटो के अप्ठ्यारो हुनु सजिलो छ गाइस Oh my god! यता भित्तामा कुदाउन नि त आफ्नो साइड होइन रङ साइड कुदाउँछ अनि अहिले त आउँदैन नि कोही पनि ओह्रालोमा त्यही माथि ब्याग अलिक पर लानुपर्ने रहेछ है रोकेर अलिक पर लैजायो पछाडि ढेकाले मलाई त
जति जानु मजा हो बाइकमा। अब त ओह्रालै आउँदैछ नि बिस्तारै। यहीँको बासिन्दाहरू त एकैछिनमा पुग्छ नि, उनीहरूलाई बाटो कसरी कुदाउनु पर्ने थाहा भइसकेको छ नि त। विचार गर्दै गर्दै हिँड्नुपर्छ। स्पिड कुद्यो भने मेरो हेलमेट ठकठक गर्छ। हामी चाहिँ यो पारीको होटलमा बसेका हो। बस आउँदै गरेको मासतिर यस्तो बाटोमा बसतिर हामी अब प्रस्थान गऱ्यो। ड्याम पुग्नु कतिको मिनट लाग्छ भने 15 मिनट। हामी 17 हिँडेको। यहाँ बाटै छ कि छैन? बाटो चाहिँ सबै खन्दैछ, नराम्रो छ। अब ड्राइभरले कुदाउँछ यता यता चल्नु। बाटो छ भिरालो पारी पाखेर नि जान्छ उता बाटो जोत्दै आउँछ। अन्त आफूलाई बोलाउँछ अनि नाच्दै नाच्दै हिँड्दा 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 खलखल पसिना आउँदा पो यो बाटो राम्रो त। त्यो आनन्दले बाइकमा भुटुटु थिच्नु मात्रै, त्यही पनि ध्यान दिँदैन अनि मान्छेहरू। तलसम्म बारेको यताको खोलाको पानी चारतिरको भेला बारेको पनि ल्याएर मान्छे मात्रै त नलैजाऊ न, मलाई रिस उठ्छ क्या। नक्कल पार्नु हुँदैन क्या, म अड्लिन्छु कोही बेला। ल जाउँ तिम्रो भिडियो मिलाऊ अनि जाउँ। यहाँ बसेर मिलाउँथ्यो उता लैजाऊ पाउँदैन। हेलो गाइस, यो चाहिँ कुलेखानीको ड्याममा चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यो तल चाहिँ सैनिक ब्यारेक होइन यो। यहाँ चाहिँ फोटोसोटो खिच्नु नदिने, अनि हामी चाहिँ यहाँ माथि डाँडामा एकछिन रोकेर फोटो खिच्यौँ, भिडियो बनायौँ, टिकटक बनायौँ होइन। अब यहाँदेखि यो पछाडि देखेको उयो चुच्चोमाथि त्यो चुच्चोमाथि चढ्ने, त्यहाँ पनि सानो रक रहेछ एउटा, त्यो रकमा गएर एउटा भिडियो बनाउने, त्यहाँदेखिको दृश्यहरू खिच्ने, त्यहाँदेखि हामी जाने।
ड्याम जमाको यता तल्लोपट्टिको भाग चाहिँ हो है। यहाँनिर चाहिँ बारेको छ होइन, यहाँनिर बारेको छ। यहाँ चाहिँ दुईपट्टि सैनिकहरू बस्दो रहेछ नेपाली। त्यहाँ गएर चाहिँ फोटोसोटो चाहिँ खिच्नु नपाइने रहेछ र अलिक ओह्रो यहाँ डाँडानिर बसेर खिच्ने ठाउँ चाहिँ छ। यहाँ ड्याम चाहिँ यस्तो बनाएको छ। यतापट्टि सशस्त्र सैनिकको क्याम्प अनि यो पारिपट्टि पनि सैनिक यहाँनिर बस्दो रहेछ होइन। अनि यहाँनिर बसेर चाहिँ फोटो खिच्ने ठाउँ छ है। हलको ठाउँबाट नि यस्तो छ ठाउँ। टुप्पी डाँडाको होइन। यहाँ मुनि चाहिँ बाटोबाट डाँडा। लगाइस यो चाहिँ कुलेखानीको अब ड्यामको झोलुङ्गे पुलमा हामी चाहिँ आइपुग्यौँ। अब यहाँदेखि चाहिँ यहाँ चाहिँ बाइकहरू ल्याउने अलिक अप्ठ्यारो छ, माथि नै पार गरायौँ। बाइक ल्याउँदा चाहिँ अलिक धेरै गाह्रो नै हुने रहेछ, नल्याउने पनि राम्रो। यहाँ चाहिँ माथि राखेर आएर हेर्ने होइन। कुलेखानी आउनुभयो भने कुलेखानीमा चाहिँ मस्ट उयो चाहिँ यहाँको माछा रहेछ होइन। यहाँको माछा खाने, यहाँ घुम्ने, यहाँको रिसोर्टहरू घुम्ने, कुलेखानी ड्याम घुम्ने। यहाँको वरिपरिको दृश्यहरू यस्तो छ। यो पारिपट्टि देखेको गाउँ चाहिँ दक्षिण पाखा भनिन्छ। तपाईँहरू पनि मेरो भिडियो हेरेर मनोरञ्जन गर्नु होला। के भन्नु अब, धेरै त अब यस्तै छ। यहाँको कुलेखानी गाउँ घुम्ने। यहाँनिर अब यहाँनिर चाहिँ के हुँदो रहेछ भनेदेखि यहाँनिर चाहिँ अब कुलेखानीमा चाहिँ बोटिङहरू पनि हुँदो रहेछ होइन। 6-7 जना भयो भने चाहिँ मोटरवाला बोटिङमा यहाँ घुमाइदिन्छ अरे। अब हामी चाहिँ नघुम्ने त्यतातिर, अब त्यो बोटिङ सोटिङ के गर्नु होइन। यो झुलुङ्गे पुलमा चाहिँ अब फोटो खिच्नु आयो। यहाँदेखि यहाँको दृश्य, यहाँ चाहिँ हावा मिठो सरर हावा चल्दो रहेछ अब। अनि अरू यहाँ विशेष भनेको चाहिँ अब यहाँ घुम्ने रिसोर्टहरू छ, फ्रेस हुन आउने। काठमाडौँ वरिपरि अब काहीँ नजिकै अब तपाईँहरूलाई अब यस्तो ग्यादरिङबाट चाहिँ अलिकति चिल प्लेसमा आउने भनेदेखि यहाँनिर चाहिँ काठमाडौँदेखि नजिकै 2 घन्टासम्ममा आइपुगिन्छ। यहाँहरू घुम्ने, यहाँको माछा खाने, मोहिनी झर्ना घुम्ने, चितलाङ घुम्ने। अनि यो कुलेखानी ड्याम यहाँ चाहिँ एकदम ठाउँ चाहिँ राम्रो लाग्यो। बस्नलाई आनन्द, बस्न सुत्न खान सब एकदम आनन्द छ। यहाँ चाहिँ घुम्न आउनु होला हजुरहरू पनि। यसो टाइम निकालेर घुम्नुपर्छ लाइफमा होइन। मरेर लाने त केही छैन, कमाएर पनि लाने केही छैन। अब बाँचुन्जेल आँखालाई अब मनको सन्तुष्टि आँखाले हेरेर भए पनि होइन। जस्ट त्यही हो, के भन्नु अब। ल यस्तै छ गाइस। यहाँनिर चाहिँ वरिपरि रिसोर्टहरू नयाँ नयाँ पनि बन्द रहेछ। बर्खाको बेलामा आउँदै चाहिँ यहाँ चाहिँ अब धेरै हरियाली एकदम हराभरा देखिन्छ अरे, यहाँ राम्रो देखिन्छ अरे। अहिले चाहिँ अब खासै त्यस्तो हरियोहरू चाहिँ छैन। ओ गाइस यो चाहिँ दुम्सीको घर है। यो चाहिँ दुम्सी बस्ने घर यस्तो हुन्छ। यो चाहिँ के भन्छ, यो भेडा फार्म नेरी यो मर्खु जाँदाखेरि मर्खुको भेडा फार्म हो। यहाँ चाहिँ हेर्न जाने ठाउँ यस्तो छ, मर्खुको भेडा फार्म। यहाँ सावधान सूचनाहरू पनि टाँसेको रहेछ, तर पनि मान्छे छिरेर यहाँदेखि जाँदो रहेछ। यहाँ चाहिँ अब भेडा फार्ममा पुलकोबाट छिर्दैछ। गेट पनि छ उतापट्टि, खासै थाहा नभएको कारणले
हामी नयाँ नयाँ भएर खोइ भेडाहरू चाहिँ ल यो चाहिँ यहाँको भेडा फार्म मार्खुको भेडा फार्म है। यहाँ चाहिँ पहिला चाहिँ भेडा पाल्थ्यो होला, वरिपरि कम्पाउन्ड घेरेर राखेको रहेछ। अब अहिले चाहिँ के छ यहाँ चाहिँ अब यसरी फोटो खिच्ने मनोरञ्जन गर्ने ठाउँ बनेको छ यहाँ चाहिँ। यो चाहिँ गाइस यो मार्खुको भेडा फार्म। अब अहिले चाहिँ यहाँ चाहिँ एउटा पनि भेडा चाहिँ छैन होइन, भेडाहरू चाहिँ हामी नै हो। यहाँ चाहिँ अब पहिला चाहिँ यहाँनिर पाल्थ्यो होला। यहाँको वरिपरि चाहिँ अब यस्तो बच्चा बच्चीहरू अब स्कुलदेखि आएको होला नानीहरू पिकनिक खाँदैछ। हामी चाहिँ बसेर एकछिन फोटोसोटो ल्यायौँ शीतलमा बसेर होइन। यहाँको भेडा फार्म चाहिँ यस्तो छ है गाइस, वरिपरिहरू देखाइदिउँ। यो चाहिँ पारीको गाउँ के गाउँ हो थाहा भएन। अहिले चाहिँ यहाँ चाहिँ यस्तो सुक्खा डाँडा केही छैन, हरियो घाँसहरू पनि पलाएको छैन। सायद बर्खामा आउँदा चाहिँ यहाँ धेरै हरियो देखिन्छ होला, यस्तो छ। यताको भ्युज हेर न ल, काठमाडौँ सेतामे देखेन उता पर चाहिँ काठमाडौँ हो कलङ्कीतिर। ए यस्तो माथि चन्दागिरी। अनि यहाँदेखि त हामी 1 घन्टामा पुगिन्छ त। हामी खलङ बाटो छ। कस्तो राम्रो बाटो छ ल गाई। पत्रै चट्टानमा काटेर बनाएको बाटो त बाइकले आफै हेरेर कुद्छ नि हो। लाग्दैछ नि ब्रेक टेस्ट छैन होला। सावधान, दुर्घटनाग्रस्त क्षेत्रहरू यो। यहाँ त खास गरी यसरी कुदाउनु पर्ने हो नि त। डबल छ हुँदैन नि त यसरी कुदाउनु होइन। यस्तो भिडियोमा हेर्नु यस्तो बाटोमा लिएर आएको मान्छे ल्याएर त्यो बाइक स्टार्ट नगर तिमीलाई थाहा नपायो क्या। तर उकालोमा आउँदा थाहा हुँदैन नि त, तिमी पछाडि हुन्छ। फर्केर हेर त मम्मी यो बाटो बुढाले कुदाएछ जस्तो लाग्यो। हेर एकचोटि यो बाटो कुदाएर ल्याएछ भन्ने जस्तो लाग्यो।
अब नयाँ बाटो अब हेलो गाइस, अब यो पालि चाहिँ मोहिनी झरना र दामनको ट्रिप चाहिँ भएन। त्यस्तो केही प्रब्लम भएर चाहिँ सानो प्रब्लम भएर हामी चाहिँ अब घर फर्किँदैछौँ। यो चाहिँ हामी फर्किँदै गरेको हो। नेक्स्ट टाइम मेरो कुलेखानीको ट्रिपमा चाहिँ म हजुरलाई पक्कै पनि यो मोहिनी झरना अनि दामनसम्मको चाहिँ ट्रिप जाँदैछु। त्यतिखेर चाहिँ म हजुरलाई मैले बोलेकोमा पुरा गर्नेछु है त। अहिले चाहिँ मैले मेरो भिडियोलाई यही इन्ड गरेँ। थ्याङ्क यू फर वाचिङ एभ्रिबडी। नयाँ भ्युवर हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नुहोस्। नयाँ साथीहरू युट्युबर नै जोडिनुहुन्छ भने मेसेज गर्नु होला, म अवश्य फलो ब्याक दिनेछु। हस् त, किप सपोर्टिङ इच अदर एन्ड वन्स अगेन थ्याङ्क यू फर वाचिङ माई भिडियो।